आज हामी बिजुलीसँग होस पुर्याएर दुर्घटनाबाट कसरी बच्ने भन्ने सिक्दैछौँ। सुरु गरौँ है त। भिजेको हातले बत्ती बाल्ने तथा निभाउने गर्नु हुँदैन। साथसाथै घरमा बिजुलीसँग केही पनि काम गर्दाखेरि हात सुखा हुनुपर्छ, भुइँ पनि सुखा हुनुपर्छ र भुइँमा पानी हुनु हुँदैन। बिजुलीका सामानहरू पानीबाट टाढै राख्नु पर्दछ। यसो गर्नाले हामीलाई बिजुलीको झट्काबाट बचाउँछ र सामानहरू पनि खिया लाग्नबाट जोगाउँछ। रबर र काठले बिजुली सर्न दिँदैन। यसकारण हामीले बिजुली सम्बन्धको केही काम गर्नुपर्दा रबरको चप्पल लगाएर गर्दा राम्रो हुन्छ। हाम्रा घरमा भएका बिजुलीका तारहरूको अवस्था याद गर्न जरुरी छ। चिरा परेका अथवा चुडिएका तारहरूबाट बिजुलीको झट्का वा आगोका झिल्का आउने खतरा हुन सक्छ। जोडिएको प्लग निकाल्दा हामीले तार समातेर निकाल्नु हुँदैन। यसो गर्नाले तार बिग्रिने अथवा चुडिने हुन सक्छ। जोडिएको प्लग निकाल्दा जहिले पनि टाउको समातेर यसरी निकाल्नुपर्छ। एउटा पोइन्टमा हामीले धेरै प्लगहरू जोड्नु हुँदैन। तपाईले एउटा प्लगमा यसरी धेरै प्लगहरू जोड्नुभयो भने यो प्लग बिग्रिने अथवा पग्लिएर तपाईलाई झट्का लाग्न सक्छ। त्यही कारण हामीले एउटा पोइन्टमा एउटा तथा दुईटासम्म प्लगहरू जोड्न सक्छौं। तपाईलाई अब बिजुलीसँगको होसियार बारे जानकारी भयो। पूरा भिडियो युट्युबमा छ, हेर्न नबिर्सिनुस् है। सिपालु सिस्टम सबैका लागि उपयोगी।